हाई एभ्रिवान, सबैलाई स्वागत छ मेरो भ्लगमा। आज न्यू डे न्यू भिडियोको साथ उपस्थित भइसकेको छु। यता मेरो भाइ। आजको भिडियो चाहिँ के को बारेमा बनाउन गइरहेको छु भने हाम्रो गाउँमाथि एउटा रमाइलो डाँडा छ, जुन डाँडाको नाम हो सुर्के डाँडा। त्यहाँ चाहिँ मोटर बाटो पुगिसकेको छ भन्ने सुनेको छु, त्यही भएर हेर्न जान आँटेको। कस्तो भएछ बाटो, लेट्स सी है त। बाटो अलिकति अप्ठ्यारो रहेछ यता। हाम्रो बाटो यस्तो छ, तर खुसी लाग्छ यतिको आफ्नो गाउँठाउँमा यतिको बाटोमा कुद्नु पाउनु भनेको राम्रो कुरा हो। त्यो त देख्न सक्नुहुन्छ, धुम्म परेको तल्लो गाउँ चाहिँ मेरो गाउँ मानिटार हो। बाटो चाहिँ सुर्के डाँडामा जोडेको रहेछ मोटर बाटो। आज हामी भिजिट गर्नु जाँदैछौँ, कस्तो हुन्छ हेरौँ है त। बाटोमा मेरो 220 राइडको मजा लिनु होला। ल नयाँ बाटो बब्बाल रहेछ, ठुलो खनेको रहेछ, तर बर्खाको टाइममा चाहिँ के हुन्छ थाहा छैन है त। सो गाइज, हामी सुर्के डाँडा पुग्न लागिसक्यौँ। ल गाइज, यहाँदेखि उता सुर्के डाँडा थियो, यस्तो भएछ है। ल यो चाहिँ ठ्याक्कै सुर्के डाँडा है। फाइनल्ली सुर्के डाँडा आइसकेको छौँ। अहिलेको हाम्रो सुर्के डाँडा यस्तो चाहिँ एभ्रिवान हो, यस्तो मोटर बाटो आएको छ। यता भाइ र म आएको दुईजना, हामी चाहिँ यस्तरी चढ्नु पर्ने हुन्छ है। पिकनिक, एकदम पिकनिक प्लेस छ। तपाईँहरू आउनु सक्नुहुन्छ पिकनिक गर्न यता हाम्रो सुर्के डाँडामा। यो सुर्के डाँडा चाहिँ खास गरी माङतेवाको पर्छ नि, माङतेवाको हो, माङतेवा गाविसको। यो चाहिँ माङतेवादेखि आउने बाटो, यता भनेको चाहिँ मानेटारदेखि आउने, मानेटार होइन ताम्कु र माङतेवा जोडिने बाटो चाहिँ यही। त्यो चाहिँ माथि गएर हेरिदिनु कस्तो देखिँदो रहेछ अहिले। अब यो बर्खा लागेपछि यो सबै घाँसहरू लाउनु थाल्छ र हरियो पुरै
हुन्छ यता यता बिस्तार बिस्तार पलाउँदै रहेछ ए आजको मौसमै खराब छ धुम्म भएको छ खासै राम्रो नदेख्ने रहेछ बनाएको छ यस्तो छ अहिलेको हाम्रो सुर्के डाँडा यता चाहिँ गुराँस पनि फुलिरहेको छ है गाइजहरू लाली गुराँस यस्तो फुलिरहेछ टक्क यता चाहिँ हाम्रो सुर्के डाँडा यता अलिअलि बाइक राख्ने पार्किङहरू पनि आवश्यक नै छ बिस्तारै बिस्तारै हुन्छ होला विकासहरू यता यस्तो भइसकेको छ गाइजहरू कस्तो रहेछ एकचोटि हेर्नु मन लाग्यो मलाई यहाँ चाहिँ बब्बाल खालको डाँडा रहेछ एउटा यस्तो सबै गुराँसहरू चाहिँ फुलेर झरिसकेछ यता चाहिँ माङ्तेवा सोमबारे डाँडा यता तल तामको पाङतिममा चाहिँ अलिक साँझमा आयो खासै राम्रो देखिँदैन रहेछ भ्यूहरू नि सो फाइनल्ली हामी चाहिँ अब फर्किन लागेको अब चाहिँ हामी ब्याक टु होम है सुर्के डाँडादेखि ओह्रालो मानेटारतिर झरियो अब चाहिँ म केही नबोली सिधै ओह्रालो झर्दिन्छु है त गाइज किनकि अघि आएकै बाटो हो तर खुसी लाग्यो मलाई मोटर बाटो यहाँसम्म पुग्नु भनेको धेरै राम्रो कुरा हो ब्याक टु होम हामी घर फर्किँदैछौँ अहिलेको सिजनमा गाउँघर त यस्तो देखिएको छ
लो फाइनल हामी चाहिँ घर आइसक्यौँ। भ्लग यस्तै भयो। यति भन्दै आजको भ्लग म यही इन गर्न चाहन्छु। बाई बाई।